फेरि अब हामी अर्को दिन नयाँ ठाउँ ऱ्याटल स्नेक होइन ऱ्याटल स्नेक म बिचमा बस्ने हो जता भयो हुन्छ म बिचमा बसिदिन्छु अलिक उता जानु ऱ्याटल स्नेक हाइकिङ जाँदैछौँ आज वर्ल्ड कप चाहिँ हेरिँदैन आज पनि ज्याकेट बोक्नुहुन्छ कि आज नि सोच्दै त छु टोपी चाहिँ बोक्नु म बोक्छु यो त अहिले के यो गर्नुलाई त के चाहिन्छ र अहिले बोले भने दिन्छु ल ल हामी अब हाइकिङलाई आइपुग्यौँ मैले त बोकेको थिएँ के भयो घाम छ गर्मी हुन्छ झन् साह्रो हिँड्दा त आज केही ज्याकेट बुवाले खोल्नु भयो हुन्छ होला गर्मी हुन्छ होला उकालोमा त चाहिँदैन ऊ माथि डाँडामा जानु त होइन नि ऊ त्यो टुप्पोमा क्या सुरु भयो नि त यहाँ त पुरै यस्तो गरेर जानु पर्यो बाटो त्यस्तो भएर चाहिँ ऱ्याटल स्नेक भनेको क्या हो घुमाउरो छ पुरै चन्द्रबाबुले भनेको राम्रो छ भनेर ऱ्याटल स्नेक ट्रेल भन्दो रहेछ ऱ्याटल स्नेक लेक पनि भन्ने अरे पहिला चाहिँ ऱ्याटल स्नेक पाउँथ्यो अरे हिस्टोरिकल्ली आजकल चाहिँ पाउँदैन अरे जाडो भएर भन्थ्यो च्याट जिपिटीले ल हाम्रो हाइकिङ सुरु भयो केही शब्द छ हाइकिङ सुरु भएको छैन बाथरुम पहिले जाने र अनि यहाँबाट पसेपछि लगभग एउटै बाटो रहेछ अलिकति जिउ खाली गरेर काम गर्ने हो वेट धेर हुन्छ पेनाजुको प्याडल बोर्ड ल्याउनु पर्ने रहेछ म चाहिँ जाँदिनँ थिएँ तर किन डराएर त्यस्तै हुँदो रहेछ सुरुमा त्यस्तो लाग्दो रहेछ होइन चलाएर गएपछि ए केही त हुँदैन रहेछ भन्ने त्यसपछि त ओभर कन्फिडेन्ट छैन सिधै ओभर कन्फिडेन्स बिचसम्म पुऱ्याइदिन्छ नपल्टेसम्म त मतलबै भएन नि होइन यो लेकै मात्र रे ऱ्याटल स्नेक लेक नै भन्दो रहेछ एक्चुअली लेक पनि हेरेर आउनु त होला होइन मात्रै हो के कता कता दिलोबाट होइन माथिबाट नि हेर्ने त त्यही हो तलबाट पनि हेरौँ खोला पनि खिची छ ऊ माथिको टुप्पोमा होला जस्तो लाग्छ त्यहाँनिर पुग्नुपर्ने हो हिँडेर अहिले हामी अनि त्यसपछि यहाँ चाहिँ मान्छेहरू पानीमा खेल्दा रहेछन् होइन त बाबा हामी त रेडी छौँ तपाईँ रेडी हो हिँड्नलाई त्यो टुप्पोमा पुगिन्छ होला पुगिन्छ अब चाहिँ ट्रेल सुरु भयो नि त होइन होला नभन्नु हो भन्दैन न भिडियोमा कसलाई के थाहा अब यतै देखाएको छ अनि यहीँबाट त होला नि त्यो माथिको ढुङ्गाको टुप्पोमा पुग्ने हो जस्तो लाग्यो मलाई चाहिँ मलाई पनि त्यस्तै लागेको छ त्यहाँबाट डाइभ हान्ने लड्छ भनेको त्यही हो लडेर होला र घामले डढ्दैन थियो किन तपाईँलाई घाम मन पर्दैन हुन्छ नि मम्मी ए ब्याग चाहिँ छड्को पारेर बोक्नु न समात्नु पर्दैन कि मम्मी हामी चाहिँ आज वर्ल्ड कपको फाइनल छ हामी 48वटा देशमध्ये जुन 2टा देश मन पर्दैन त्यही चाहिँ फाइनलमा छ अरे त्यही भएर हामी बहिष्कार गर्दैछौँ जुन 2टा देश भन्दा पनि एउटा चाहिँ मन पर्दैन कता हो त अब यो त्यही होला यो त पोखरी जाने हो अनि अर्जेन्टिनाको यस्तो त्यो झेल्ली खेल्छ नि त्यो गेम हेर्दै रिस उठ्छ क्या होइन गेम हेर्दा रमाइलो भए पो हेर्नु भन्नु त होइन हिजोको कति रमाइलो थियो 6 गोल 4 गोल हिजो त मतलबै थियो उनीहरूलाई झ्याम हान्नु मन लाग्यो हान्ने फ्रान्सलाई जित्नु पनि थिएन माइकल ओलिसेले मिस गरेर हैरान एम्बाप्पेले गोल्डन बुट पाओस् त्यति हो त्यही भएर आज 12 बजेबाट रहेछ न्यु जर्सीमा होइन हामी पुग्दैनौँ भने हेर्दैनौँ पनि भरे हाइलाइट्स हेरौँला हेर्नु मन लाग्यो भने नत्र बहिष्कार हामी यति सम्झेर त्यहाँ पनि हेर्नु छ जाँसुकै बाटो यो चाहिँ माउन्टेन ट्रेल भनेको के भनेको थियो ऱ्याटल स्नेक लेजमै जान्छ त हामी इस्ट पिक चाहिँ 4.3 रे स्नोकल्मी पोन्ट चाहिँ 10.2 माइल्स हो
हामी त यो मात्रै जाने होला 1.9 मात्रै जाने झन्डै झन्डै 2 माइल जति छ अरे मलाई थाकिसक्नुभयो कि भनेर तातेकै छैन अब वार्मअप हुँदैछ अब डाँडा पुगेपछि चाहिँ कुलअप हुन्छ त्यो जङ्गलले गर्दा हिँड्न अलिक सजिलो पनि भयो अलि माथि चाहिँ ढाड अलि माथि चाहिँ घाँटीको पछाडि सेकिने हो कि थाहा छैन सबभन्दा दिदीलाई चाहिँ आजको ठाउँ चाहिँ राम्रो रहेछ ढुङ्गामा चाहिँ कोही कोही त यसरी फोटो खिचेछ कति मऱ्यो अरे कम्मरमा पल्टनमा पल्टनमा ए अहिलेसम्म पल्टनमा भनेको मैले कम्मरमा सुनेको थिएन यहाँ कत्रो ढुङ्गा हो कहाँबाट आएको होला नि यो ढुङ्गा चाहिँ यो देउराली मम्मी देउराली सबलाई 5 पैसा र जाँदाखेरि हुन्छ नि देउराली कालीको देव माता एकजना माता बनेर बसिहाल्यो नि हुने रहेछ उतापट्टि 5 पैसा अलि एउटा यो काँचो धागो बाँधिदिने अबिर लगाइदिने अनि आफू चाहिँ त्यो 1 रुपियाँ चढाउने बिहानै पछि होइन अनि कति जम्मा भयो बेलुका लिएर आउने कि यसो इन्भेस्टमेन्ट होस् बिहान बिहान अलिकति सोचेको हामीले स्कुल पढाउँदा बहुत हाइकिङ गरेर छ तैँले यो त हेर्दाखेरि त 3 दिनै एभ्री डे अब त हामी त 1 घन्टा कम्तीमा बिहानै बेलुकै उकालो 1 घन्टा ओह्रालो अहिले चाहिँ हाइकिङ गरेर रहेछ छुट्टी लिएर हिँड्नुपर्ने उस बेला त हाम्रो बाध्यता रहेछ हाइकिङ गर्नै पर्ने And you have to come up with some intricate way to solve it. यो दुईजना पछाडि हिँड्न त तिमीहरू छिटो हिँड्ने चाहिँ गाह्रो पऱ्यो यस्तो क्याप लगाउँदा चाहिँ यस्तो हाँस उठ्ने लाग्छ भने नि ऱ्याटल स्नेक भनेको छ भरे स्नेक रहेछ भने त हाफ प्यान्ट लगाएर त भएन कुन्ताको डर लाग्ने मान्छे सर्पदेखि त्यही भएर फेरि प्यान्ट लगाएर आएको किन लगाएछु लाजै मार्नु तिनीहरूलाई चाहिँ लुगाहरू त त्यस्तो हावा सेर्नु लगाएर आउनुपर्छ छैन टी सर्ट मेरोमै होला टी सर्ट लगाएर आउँ कि सोचेको थिएँ फेरि आज त डढेको बचाउनु पऱ्यो डढ्नु एकै दिनमा डढ्छ हट्नलाई हप्ता दिन लाग्छ छिटोमा छाला राम्रो भएर यहीँ होला नाजुले के पठाउनु हो कि छैन रहेछ बडीले राम्रो काम गरेको हो त्यो किनभने कैचीले एट्याक गर्यो भने तुरुन्तै डार्कनेस आएर स्किनलाई कभर गरिदिन्छ डिफेन्सिभ हेल्थ पढेको मान्छेलाई अनि त्यो त राम्रो हो नि यिनीहरूको त नआएर हैरान हुन्छ र म त गोरेर त्यही त उनीहरूको छैन तिमीहरूको पहिल्यै जन्मिँदै आएको छ फेरि गर्मी ठाउँमा बस्ने भएर ग्रुपै रहेछ नि त कति ठुलो ग्रुप रहेछ यिनीहरूको त हिजोको मासुको बारेमा के छ त केन्याको खाना कस्तो हुँदो रहेछ दिदी मलाई त मजा आएको थियो इन्जोय गरेँ एकदम राम्रो इन्जोय गरेँ तर म चाहिँ फर्कै जान्न त्यहाँको देखेर ठाउँ देखेर ठाउँ चाहिँ अलि नेपाल जस्तै रहेछ बाथरुम पनि झिङै झिङा हाइजिन चाहिँ पुवर अनि हाइजिनले गर्दा जिङजिङ भयो स्पाइसेसहरू पनि त्यो एकदम र क्या एकदम त्यो वाइल्ड लाइफ जस्तै भयो हो नुन मात्र स्वाद त्यसको हार्बनेरो कला खोर्सानी चाहिँ साह्रै मजा आयो भोक पनि लाग्यो 1 घन्टै लगाइदियो त अनि 1.5 घन्टा होला हजुर नर्मली के यस्तो रहेछ त्यो डाइन नगर्दो रहेछ टेक अवे डाइनिङ गर्नुलाई चाहिँ धेरै लागेको पाउँछ टेक अवे मात्रै रहेछ त्यो मान्छे चाहिँ आइराख्ने रहेछ नि फेरि कालोहरू कुकुर खाँदो लापर्ने छ कुर्सी भाँसिएर ठिक लाग्यो रक्नी भइरहेको थियो होइन तर फेरि भप्पो गएको पनि होइन क्या बिस्तारै क्या फेरि अगाडि ल्याउनु भाँसिँदै गयो अगाडि ल्याउनु खोज्छ आउँदैन फेरि घरबाट तल तल उताल परिहाल्छ स्लम्प गरेको रहेछ है
अहिले त्यो परालमा भकुन्डो खेल्ने बानी थिएन रहेछ क्या हो किन अर्कोपट्टिबाट भकुन्दी खुट्टा उता पछाडि फ्लिप हानेर उठ्नुपर्ने ए पछाडि रोल गरेर अब मम्मीलाई त के मिठो लागेन सोध्नु मम्मीले त जे पनि मिठो भयो भने हाल्नुहुन्छ हिजो नि मासु पलेको गएको ठाउँमा मिठो लागेको लाग्यो नि तपाईँलाई अरे मिठो कस्तो लाग्यो मिठो थियो मिठै मात्रै थियो अरे बुवालाई कस्तो लाग्यो कुखुरा बुवालाई त कोनी ठिकै हो फेरि गइन्न नेपालीले पोल्याछ फेरि गइन्नवालै हो एकदम राम्रो थियो अरे जहिले भन्नुभएको तर म फर्केर जान्न अरे ए त्यस्तो खालको अरे उसलाई चाहिँ जहाँ चाहिँ लड्नु होला काबु भयो हुनु होला त्यही भएर नजाने फर्केर होइन मुसाको दुलामा पसिन्छ भनेर सर्टकट भनेर सोचेर आगो पछि त कहाँ जङ्गलमा गएर लङकट पो रहेछ यो अब 2 फनको बाँकी होइन 1 फनको एकचोटि कर्नरबाट यस्तो जाँदाखेरि अनि त्यसपछि त पुगिसक्यौँ एनर्जी अलिक कम अलिकति लोड गरियो एनर्जी अक्सिजन नहोला जस्तो हो अरे ए जङ्गल धेरै बाक्लो रहेछ अरे अक्सिजन हुँदैन अरे जङ्गल धेरै भएर निसासिएर क्या अक्सिजन नपुग्ला जस्तो भएर निसासेर अक्सिजनै कम पाउँदो रहेछ राति त त्यस्तो हुन पनि सक्छ है किनभने राति त अक्सिजन प्रड्युस गर्दैन रुखहरूले होइन उल्टो अक्सिजन कन्ज्युम गर्छ अरे ठिक छ नि म यो खबर एकदम एकदमै like a business class Tell me why you have to do more school than last year. एकदम गोजीमा हाल्यो भने कसको गोजीमा अब लगभग पुगिन्छ फर्किनु पनि पर्छ त भने यस्तो भएको चाहिँ सबसे झ्याउ चाहिँ फर्किनु पनि पर्छ हो क्या ए फर्किनु त छिटै हुन्छ नि त सबभन्दा चाहिँ मलाई समस्या चाहिँ भोलि खुट्टा दुख्छ क्या ओह्रालो दुख्छ अब के गर्नु त अब तर यो मलाई खुसी चाहिँ केमा लागेको छ भने यो पुपु पनि जस्तो उकालो भिरालो रहेछ अलि त्यो अलिक सेड पनि रहेछ होइन कमै दुख्ला कि भन्ने आशा थियो पानी त 1 बोतल मात्रै सक्यो त हौ आइपुग्नु लाग्यो खानुपर्छ जस्तो छ अब होइन यही ब्यागको चाहिँ सकाउनु पर्ला यहाँ पनि छैन छैन सकिसक्यो अघि 4 मात्र हो सिधै डाँडामा गएर मात्रै फोटो खिच्नु पर्यो भिडियो थ्याङ्क यू ल अलमोस्ट देयर अलमोस्ट देयर आइपुग्यो जस्तो छ है डाँडामा उज्यालो देखियो हामी गोसाइकुण्ड जाँदाखेरि धिम्साको उकालोमा हँदाएर भइसकेको थियो है धिम्सा पुग्ने भनिहाल्यो आधी घन्टामा पुग्छ भन्दै भन्थ्यो के को पुग्नु ठाडो उकालो आउँदैन हँदाएर हुन लागिसक्यो ठ्याक्क नि बत्ती बालेको देखेपछि चाहिँ खुसी लाग्ने क्या ल आइपुग्यो है त्यो दिन त सिधै काठमाडौँ जाने बित्तिकै गाडीबाट ओर्लेर हिँडेको राति त खुट्टा पोलेर कामेर बाथरुम जानलाई पनि गाह्रो भएको थियो क्या अझै छैन पो रहेछ आइपुगेको त 1.75 के तल पनि त्यही 75 भनेको तपाईँले होइन तपाईँले 75 लेखेको थियो भने जस्तो बुझेँ त मैले त भनेको 1 माइल 75 के हो त्यो 1.75 माइल आइयो त्यस्तो लाग्छ मलाई अलिकति हल्का 1 थियो क्या तल मिस्टेक भएछ उज्यालो देखेर आइपुग्यो भनेको त अहिले त 1.7 अलि आइपुगेर होइन रहेछ भन्ने बुझेँ मैले चाहिँ 75 भनेपछि अब 9 भनेपछि त फेर होइन 0.3 भयो इस्ट पिकको स्पिक स्नोकलमै सबै उता रहेछ ड्रोन पाइँदैन रे यो के भनेको मम्मी ओह देखेँ एउटा त्यो भिड कति भिड रहेछ हेर्नु न यहाँ धेरै घटना घटेको यहाँ छ नि त भिर
आइयो जस्तो छ ल ल अझ त्यहाँबाट पिक देखिन्छ ल सिधै भिर छ क्या यहाँ त यहाँ त पुरा सुतेर हेर्नु भएको थियो एकजनाले खुट्टामा समातिरहेर नि त डेन्जर छ नि हेरेर म त जिरिङ नि म त जाँदै जान्दिनँ पानी हराएछ नभए त्यो तपाईँको मजा आउँथ्यो यसो के छ भने टाउकोले फेरि हुत्याएर लान्छ हेर्दाखेरि यताबाट चाहिँ पोखरी देख्छ होला भिर भासिने रहेछ त तलको ए अँ यहाँ त पुरै भिर पो रहेछ कि भिरै खोज्छ रहेछ नदकाल्नै फेरि मलाई यताबाट यताबाट जानु पर्यो एक्चुअली हेरौँ अनि बल्ल रहेछौँ न पुरै भिड रहेछ है अघि तल देखेको पोखरी हो यो चाहिँ अब यतै खिच्यो भने मात्रै लाइट पर्छ यता फोटो खिचौँ भने त एन्टी लाइट भिडियो उभिने त होइन नि त उभिने नै होइन नि के अरे त्यहाँ त बसेर हेर्ने हो नि त म त पानी सारेर हिँड्ने हो खै केटाकेटीको त बुढाबुढी हो त खत्तम आज त्यस्तो हुन्छ भोलि अलिक फेरि पर्सि गऱ्यो भने अनि भरे त सजिलो काली भयो भने बस्दै जा बस्दै बस अहिले एकछिनमा म चाहिँ उँभो जाँदै गर्छु हेर्नु नपर्छ होइन त्यही बस्छ यही बस आमालाई पनि अरू जेसुकै गरेर मात्रै जान्छ गइसक्यो मम्मी त यता फर्केको खिच्नु नि त कताबाट यतैबाट कि उताबाट जानु न जान्छु नि हेर्न जानु अनि यसरी त जान्छु अरे तल खिच्यो भने ठिक रहेछ त
ल यही हो है Let's go. अब जाउँ होइन अब जाउँ होइन Hi, mommy, wait, mommy, wait. अरे जा सकती हूँ तो यहाँ कुरामा निस्नु भयो त तँ अनि घरमा आएर पकेट बन्द फोन पढेको मम्मीलाई देख्न सक्नुहुन्छ तपाईँहरूले कहाँ हुनुहुन्छ लुकेर बसेको लुकेर मेरो आँखा देखेन Do you see? Yeah, no, I'm seeing. No, I'm seeing. Or like we can also look back. लर लौ घुमायो रे खामा टलल आँखै खायो रे लर लौ घुमायो रे खामा टलल आँखै खायो रे कुरा चाहिँ नगरौँ अहिले होइन भिडियो गरेको बेलामा कुरा नकाटौँ है भिडियो खिचिरहेको छ हाँस पनि यसो यो चाहिँ खुट्टा चाहिँ के साह्रो फालेको कस्तो लागिरहेछ त एकदम के एकदम डर लागेको होइन डर एउटा राम्रो रमाइलो पनि लागेको छ डर पनि लागेको छ होइन छेउमा छेउछेउमा चाहिँ डर मर्दै रहेछ मान्छे मैले तलबाट हेर्दै त्यस्तै लागेको मम्मी त कराएरै मर्नु भिड बढाउनु हुँदैन हाम्रो घर कहाँ हो त देख्छु नि किन चाहिँ घर सबै छुटी गए मेरा भरोसाले तोडेर शर्मै नआए आहा भए मस्तै भुलेर आफ्नै गुमाए यहाँ खोजु कहाँ डुलेर खोज्नु यहाँ व्यर्थै भो फुट्यो क्या हो मेरो कर्मै भो खपरमा लिएर आएको जे होला त्यही रहेछ यहाँ आइपर्ने भो ल अब आजलाई यति नै हामी चाहिँ यहाँबाट ओह्रालो लाग्यो 45 मिनटमा त झरिहाल्यो नि त होला यता न उताको बनाउने यसको भारले मन त होला कहिले आफ्ना नै सँग हार्ने